नमस्ते, तपाईहरुलाई लुना आईओटीमा स्वागत छ। लुना आईओटीमा फेरि पनि हामीले एउटा भिन्दै प्रविधि लिएर आइसकेको छौं, जुन प्रविधिको नाम रहेको छ लुना भिट्याग। लुना भिट्याग भनेको लुना भेहिकल ट्याग हो। तपाईहरुले आफ्नो बाइक, स्कुटर, कार, बस, ट्रक कुनै पनि सवारी साधनमा यस्तो खालको भिट्याग प्रयोग गरेर यदि त्यो गाडीको ओनरसँग डाइरेक्टली कन्ट्याक्ट गर्न चाहेको खण्डमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। इक्जाम्पलको लागि, यदि तपाईको गाडी कुनै गाडीले छेकिरहेको छ र त्यो गाडीको साउसँग कन्ट्याक्ट गर्नलाई त्यो गाडीमा कुनै पनि नम्बर छैन भने यदि त्यो गाडीले यस्तो खालको ट्याग प्रयोग गरेको खण्डमा स्क्यान गरेर तुरुन्त गाडीको धनीलाई कन्ट्याक्ट गर्न सकिन्छ। लुना भिट्याग कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी दिन गइरहेको छु। सर्वप्रथम तपाईहरुले लुना आईओटी एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ र यहाँनेरि रहेको यो क्रिएट न्यू एकाउन्टमा गएर नयाँ खाता खोल्नुपर्ने हुन्छ। सम्पूर्ण डेटाहरू फिलअप गरेर ओटिपी आउँछ। ओटिपी राखेपछि तपाईको खाता खुल्छ। उक्त खाता खोलिसकेपछि तल रहेको यो सेक्सनमा ट्याग जस्तो आइकन रहेको छ, त्यो ट्यागमा क्लिक गर्ने। क्लिक गरिसकेपछि तपाईहरुले प्राप्त गरेको लुना भिट्यागलाई स्क्यान गर्ने। स्क्यान गरेर आफ्नो गाडीको सम्पूर्ण डिटेल्सहरू त्यसमा राख्ने। त्यसपछि तपाईको लुना भिट्याग प्रयोग गर्नको लागि रेडी छ र अब उक्त ट्यागलाई तपाईले आफ्नो गाडीमा गएर टाँस्नु पर्ने हुन्छ। टाँसिसकेपछि तपाईको गाडीले गर्दा अन्य व्यक्तिहरूलाई अप्ठ्यारो परेको खण्डमा तपाईहरुको यस ट्यागलाई स्क्यान गरेर उहाँहरूले तपाईसँग डाइरेक्टली कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कुनै पनि प्राइभेसी हनन नभइकन कन्ट्याक्ट गर्न सक्नुहुन्छ।